welcome back to my channel. I know. After a long time of gap, today I'm vlogging. Wow. So, सबैजनालाई ह्याप्पी तिहार हैन अनि म चाहिँ बाटोमा हिँड्दैछु मेरो चाहिँ भर्खर काम सकियो हैन सबैजनाको छुट्टी छ मेरो चाहिँ छुट्टी छैन म घर पनि गएको छुइनँ अन्त मेरो घरमा यत्रो अँध्यारो होला मेरो तिहारमा घरमा मलाई दिन्थ्यो नि त लाइटहरू सो आई मिस यु मम बाबा धेरै धेरै सो मच घर त यत्रो यत्रो छैन तर पनि लाइटहरू चाहिँ यस्तो लाइन्छ है तिहार ह्याप्पी तिहार चिसो बियर सबैतिर तिहार लाग्यो ह्याप्पी तिहार सबैजनालाई वेलकम ब्याक टु माई च्यानल मैले अघि नै उयो चाहिँ गरिसकेँ होला होइन म चाहिँ भर्खर घर आइपुगेको अनि सबैको घर उज्यालो छ हेर्नु ल झिली ल यहाँबाट त त्यो झिलिमिली छ क्या अन्त अनि मलाई चाहिँ मेरो घरको पुरा याद आइरहेको घरको जुनियर इन्जिनियर म हो क्या अन्त मेरो बाबाले जसो तसो लगाउनु भयो होला लगाउनु त तर पनि म भए जस्तो कहाँ हुन्छ र होइन कान्छी छोरी पो त अनि म चाहिँ एउटा फ्रुटी लिएर आएँ अब भात पकाउने जाँगर साँगर छैन यहाँ बिस्कुट सिस्कुट छ मेरो अस्तिदेखि 570 मा किनेको मिठाई पनि सकिएको छैन होइन अनि म चाहिँ खास के भन्न आँटेको भने ह्याप्पी तिहार भन्न आँटेको अनि मेरो दिदीलाई चाहिँ अब युट्युबमा फकाउनु पर्ने छ अस्तिदेखि मेसेज गरेको नो रेस्पोन्स टिकटक बनाएर हालेको आई मिस यु दिदी भनेर नो रेस्पोन्स अझै पनि फकाउने कोसिस चाहिँ जारी छ तर किनभने तिहार आइसकेको छैन सपिङ गर्न अझै टाइम छ दिदी होइन आई लभ यु अनि अरू चाहिँ त्यस्तै उस्तो छ मेरो युट्युबमा भिडियो नहालेर भ्युज पुरै घटिरहेछ त्यही भएर पनि आज स्पेसली भिडियो चाहिँ बनाएको हो होइन अब खानेकुरा चाहिँ के छ न अब यही चक्लेट खाएर कटाउनुपर्छ मेरो जिन्दगी अनि म चाहिँ भर्खर कामबाट आएको नुहाएर होइन मेरो काममा छुट्टी छैन कि छुट्टी नलिएको छैन भन्दा पनि अनि छुट्टी नलिएको अब घर त जानुपर्ने हो अब दिदी पनि छैन बाजिने साथी कोसँग बाज्नु गएर त्यही भएर गइनँ योपालि आइएम सरी मम्मी बाबा अनि कस्तो कस्तो छ चलिरहेको छ मेरो जिन्दगी होइन अनि सबैको घर उज्यालो छ हामी चाहिँ भोलि रङ्गोली बनाउने उतापट्टिको आन्टीको चाहिँ बनाउनु तिहार मनाउनु मिल्दैन अरे अनि त्यही भएर बनाऊँ न आन्टी भनेको छु मैले म सघाउँछु नि नानी भन्दै अनि ओके भनेको छु अब बाँकी भ्लग चाहिँ तिहारभरि भ्लग हालिदिनु पऱ्यो ल थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई 3 मिनटको भ्लग आउँछ नि मेरोमा चाहिँ फेरि धेरैको पनि आउँदैन नि त्यही भएर हेर्न सेयर गर्न लाइक गर्न कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला बाई बाई